सम्पूर्ण नमस्कार। हामी अहिले बागलुङ जिल्लाको भकुण्डेमा आइपुगेका छौँ। बागलुङ जिल्लाबाट माथिको पहाड जुन सामुद्रिक सतहबाट 1900 मिटरमा रहेको ठाउँ छ। योभन्दा माथि पनि अझै उचाइ छ। पहाड छ हामी नजिकै। यो भकुण्डे बागलुङ नगरपालिका वडा नम्बर 10 भकुण्डे मा आइपुगेका छौँ। यसमा हामीसँग टेकलाल सर हुनुहुन्छ, त्यस्तै नवराज सर हुनुहुन्छ, त्यस्तै अर्जुन दाइ हुनुहुन्छ। सबैमा हामी यो होमस्टे अध्ययनको यता सर हुनुहुन्छ हाम्रो। भन्नु दाइ। हामी यो होमस्टेलाई कसरी व्यवस्थित र गर्न सकिन्छ भन्ने हिसाबले अब पर्यटन वालिङको विकास लगभग स्याङ्जाको विकास पनि पर्यटनसँग सम्बद्ध भएर पर्यटनले विकासबाट मात्रै हाम्रो समृद्धि हुन सक्छ भन्ने हाम्रो बुझाइरहेको छ, लगायत सबै साथीहरूको बुझाइरहेको छ। त्यही अन्तर्गत अब होमस्टेलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने क्रममा एउटा सिरुबारी त हाम्रो होमस्टेको जननी नै भइहाल्यो, त्यो छँदैछ। त्यो हुँदै त्यसबाट विस्तार भएको जस्तो हामी अहिले यो बागलुङको भकुण्डे भन्ने ठाउँमा, बागलुङ नगरपालिका वडा नम्बर 10 भकुण्डे भन्ने ठाउँमा आइपुगेका छौँ। यो यहाँको हामी 5-7वटा होमस्टे चाहिँ अवलोकन गऱ्यौँ। त्यो गर्दै गर्दा होमस्टे अत्यन्त व्यवस्थित हिसाबले सञ्चालन गर्नुभएको रहेछ र अध्ययन गर्ने क्रममै हामी यहाँ आइपुगेका छौँ। धन्यवाद। यो अगाडिपट्टि हामीले देखिराखेको यो सौरेको पहाड हो। त्यति सत्कार होमस्टेमा आइपुगेका छौँ, जुन भकुण्डे बागलुङ नगरपालिका वडा नम्बर 10 को भकुण्डेमा। यसको सञ्चालक यमबहादुर थापासँग रहेर मैले केही जानकारी लिने प्रयत्न गर्दै। यहाँलाई हार्दिक स्वागत छ। कति समय जति भयो तपाईँले यहाँ होमस्टे सञ्चालन गर्नुभएको? हामीले 67 सालदेखि सर, 73मा भयो। हजुर, दर्ता 73 सालबाट गर्नुभयो। होमस्टे जे होस्, अतिथिहरूलाई ल्याएर राख्ने काम 67 साल। कति सङ्ख्यामा चलाउनु भएको छ यहाँ होमस्टेहरू? हामी अहिले 15 घर छौँ सर। 15वटा होमस्टेहरू अहिले सञ्चालित अवस्थामा छन्। अनि अतिथिहरू आउने क्रमहरू के कस्तो छ पछिल्लो समय? पछिल्लो समय यो कोरोनाभन्दा चाहिँ पहिला एकदम राम्रो थियो। कोरोना पछि चाहिँ कोभिड पछाडि केही कम भएको अवस्था हो। अब अहिले चाहिँ अलिक बढ्दो चाहिँ अहिले पछिल्लो समय बढ्दो अवस्थामा छ। मलाई थोरै यो ठाउँहरूको बारेमा चिनाउनु। यो त हामीले अगाडि देख्दै गरेको पहाडको विषयमा। यो चाहिँ सौरे, यसलाई सौरेको डाँडा भनिन्छ। हजुर, यसको उतातिर रायना गाविस छ। हामी अहिले कति मिटर उचाइमा छ हामी? 1900मा छ। यो सौरेको डाँडाको पहाडको उचाइ कति होला? यसको माथि चाहिँ लगभग 2000 जति छ सर। 2000? हजुर, 2000 लगभग 2050 जति छ होला सर। 2050। अनि यतापट्टि यता हामी अब यता बागलुङको बजार, तलपट्टि बागलुङको बजार देखियो होइन, अलिकति पल्लो भाग देखियो, कुडुलेको भाग देखियो। कुडुलेको भाग देखियो। अनि पारितिरको हिमालहरू, यो चाहिँ धौलागिरी पर्यो। यो ठुलो धौलागिरी पर्यो। आज कुहिरो लागेको छ, भोलि हामीले थप देखाउने छौँ। अनि त्यसपछि अरू यसको आडामा चाहिँ निलगिरी भन्छ सर। निलगिरी देखिएको त सेतो निलगिरी होइन, निलगिरी हिमाल। अनि अब यता साइडमा यो अन्नपूर्ण 1 2 3 के भन्छ। अन्नपूर्णलाई पनि यहाँ हामीले सजिलैसँग निहाल्न सक्छौँ। अन्नपूर्ण, निलगिरी, धौलागिरी ठ्याक्कै हाम्रो सामुखमा छ। आज अलिकति आकाश सफा नभएको कारणले हामीले राम्रोसँग देख्न पाइएको छैन। यो माछापुच्छ्रेलाई नै हामीले यहाँबाट सजिलैसँग निहाल्न सक्छौँ। हजुर, यो चाहिँ यो भेग चाहिँ सबै परिसम्म चाहिँ अब यो हिमालको भागहरू चाहिँ सबै यो हिमालको भाग देखिन्छ सर। यता पुरै हिमाल देखिन्छ है। यो कालो धौलागिरी, निलगिरी, अन्नपूर्ण 1 2 3, माछापुच्छ्रे लगायतका हिमाली श्रृङ्खलाहरू यहाँ सजिलैसँग अवलोकन गर्न सकिन्छ। त्यस्तै यो अगाडिको हाम्रो यो चाहिँ मुलाहारीको चौर भन्छ। यो भ्युटार, यो मुलाहारीको चौर, यो तपाईँहरूको यो ठुलो चौर छ यहाँ। अनि यसपछि यो भ्युटारको पहाडको नाम के हो? यो मुलाबारी सर। मुलाबारी। अहिले यहाँबाट हिँडेर जानु पर्यो भने त्यहाँ हामी कति समय पुगिन्छ? त्यहाँ चाहिँ लगभग आधा घन्टामा पुगिन्छ सर। कुन बाटो कताबाट जान्छ? यही डाँडै जान्छ। यो पोलहरू गाडे छ, सिँढीहरू छ। सिँढी छ। हजुर। अनि जानको लागि हामीलाई यसको सायद उतापट्टि चाहिँ तपाईँहरू यो फोन गर्नुभयो भने अमला चौर हो, त्यही भेगतिर परेछ। अनि यहाँबाट त्यहाँ जानको लागि सिँढी सजिलो छ नि बाटो? हजुर, सहज तरिकाले जान सकिन्छ। अनि पर्यटकको विकासको लागि पछिल्लो समय केही पूर्वाधारका कामहरू पनि भएको जस्तो हामीले देखियो। हजुर, अब यहाँ चाहिँ यो त्यो देखिएछ नि, हो त्यहाँ चाहिँ यो हामीले यो के अरे
यो होमस्टेको पिता भनेर हामीले चाहिँ रुद्रमानलाई भनिन्छ होइन। हजुर उहाँकै सम्झनामा चाहिँ एउटा चाहिँ यो रुद्रमान स्मृति पार्क भनेर चाहिँ यहाँ रुद्रमान स्मृति पार्क भनेर चाहिँ त्यहाँ बनाइएको छ। रुद्रमान जसले होमस्टेको सिर्जना गर्नुभयो नेपालमा, नेपालकै पहिलो होमस्टे हाम्रो वालिङ स्याङ्जाको सिरुबारी होमस्टे, त्यसैको सम्झनाको स्वरूप पनि यहाँ भकुण्डे जुन बागलुङ नगरपालिका वडा नम्बर 10 मा उहाँको सम्झनामा के राखिएको छ, रुद्रमान स्मृति पार्क। रुद्रमान स्मृति पार्क गराइएको रहेछ। यो पनि एउटा महत्त्वपूर्ण कुरा हो। सायद त्यसलाई पनि हामीले सम्भव भएसम्म निहाल्ने प्रयत्न गर्छौँ। अब अर्को चाहिँ यहाँ यो यहाँदेखि तल चाहिँ यो बराताल भन्ने छ सर, एउटा यहाँदेखि लगभग बाल्मीदेखि आउँदाखेरि हजुर अलिक साइडमा हुन्छ त्यहाँ अलिक साइडमा। धन्यवाद।